सो यही गाइज होइन फाइनल्ली हामी चाहिँ यहाँ मार्केट जाँदैछौँ के आयो ला दाइला फेरि हक्स आयो यता हेरिदिनु त हाँसेर भनिदिनु न ओ छप्री बस यो हिँडिरहेछ होइन म पनि हिँडिरहेछु के हो ठुलो झाडीमा गएर यो ठुलो झाडीमा हक्स दाइलाई गुहायो गरे दाइ छिर्ने ढोका यही हो हेर्नुहोस् छिर्दिनु दाइ हामी चाहिँ अब जाँदैछौँ कहाँ गएको थाहा छैन जतिमा हिँड्दैछौँ होइन कतारमा यस्तै छ कतार आम 10 लाख छ होला यस्तै छ है कतार हामी चाहिँ अहिले मार्केट जाँदैछौँ अहिले तपाईँहरूलाई देखाउनेछु म मार्केटको भ्यू पनि इन्साअल्लाह हा बेबी कम टु कतार आइपुग्न आँट्यो अयो एउटा काग हाम्रो पछाडि छ एउटा काग घरको छतमा भन्नु खोजेको के भाइ ओइ भाइ ओइ पुच्छे तैँले भन्नु खोजेको के पोजिसन त राम्रो आउँछ नि म भ्लगरै हो नि त पहिलाको फाइनली हामी आइसक्न आँट्छौँ होइन कहाँ हो यो यहाँ होइन हौ हामी चाहिँ अगाडि आएको छौँ त्यो खोइ के हो डे टु डे भन्ने ठाउँमा दाइले सामान किनेको अरे एक्सपायरी डेट भएको किन्दैछ होइन एक्सपायरी डेट हुन्छ भाइ सबै सामानमा एक्सपायर भएको सामान भन् एक्सपायर भएको ए बुझ न यार साथी म साथी भन्दा नि दाइ हो मेरो साथी भन्छु यसलाई हेपेरै भन्छु त भन्नु ओइ बुझ्यो सुनको ढिक्का हेर्नु लगाउने तपाईँ 25 को रहेछ हाम्रो सुनको धनी हुनुहुन्छ मात्र अरू केही सोर दाइले ढोक गरे बापत 2टा सुनको डल्ला कहाँ यत्रो रिच केट सेलरी कति अरे सेलरी 1000 बस 2500 सेलरी हुने मान्छेले 1000 सेलरी भन्यो मेरो त खाइपी गरेर 800 बच्छ बस साँचो बोल्दैको 800 मा 400 घर पठाउँछु 400 टोयलेटमै जान्छ बाथरुममै हो यो सो गाइस मलाई चाहिँ दाइहरूले यो गोल्डको चेन यहाँबाट खोजेर दिनुभएको छ कस्तो लाग्छ अरू कुनै छ कति अरे यसको कति लाख अरे 3 लाखको मात्रै चेन हो ल बस 3 लाखको 2 लाख तोला त 2 लाख 2.5 लाख तोला त छ त्यो 4 तोला छ बस 4 तोला कति भयो यता सस्तो हो नि त कत्रो अरे अर्को पनि छ त 10 लाख को रहेछ अर्को 10 लाख भन्नुहोस् तपाईँलाई कस्तो लाग्दैछ कस्तो लाग्दैछ दाइले गिफ्ट गरे हो हेर भाइ कति करोड गरे टाउकैमा अटेछ झन् हामी चाहिँ अहिले हेरिरहेको छौँ गाडीहरू हेर्नुहोस् कुन मनपर्छ सस्तो सस्तो गन सन छ यहाँ ड्याम डम हान्दिन हुन्छ दाइ कुन अरे दाइलाई गाडी बवाल लाग्यो गाडी यो लाइटिङ बल्ब छ लाइटिङ अरे यो झन् डेन्जर छ त खोइ बल क्लिक क्लिक गरिदिरहेछ के तपाईँ छोटा बच्चा हो बच्ची हो क्या छोटा बच्चा है क्या डाइरेक्ट सुनेको छैन तपाईँलाई त्यही डाइरेक्ट हाल्नु पर्ने हो ए सस्तै रहेछ बस 65 बस 65 भनेको कति 2-3 हजार नेपालको अनुहार चाहिँ किन खुम्च्याएको गर्लफ्रेन्डको धोका दियो भाउजूलाई भनिदिउँ गर्लफ्रेन्डै छैन ला हाम्रो हेन्डसम दाइको लागि गर्लफ्रेन्ड छ भने यसो कोही केटी अझै पनि सिङ्गल छ भने सम्पर्क गर्न सक्नुहुन्छ फोन नम्बर रहेछ 70590606 साबिक निक्ले न लो मोहम्मद एमडी ले बाइक किन लगाएको 3टा सजर ढोकाएर त्यहाँ भित्र सो 3टा हो एमडी चाहिँ टोइलेट गएको छ बस तपाईँ पनि आउनु सक्नुहुन्छ यो चाहिँ हाम्रो रहेको छ कतारमा 3 जोन मेट्रो स्टेसनदेखि अलिकति अगाडि आउनु भने हामी डे टु डे पुग्नेछौँ त्यही डे टु डेमा चाहिँ सामानहरू सब अल आइटम यु मोहम्मदलाई हामीले पर्खिरहेको छौँ ठिक्क बाथरुमबाट मोहम्मद
मोहम्मद आयो बाथरुमबाट हिरो हिरो स्लो मोसन गर न गुरु थ्याङ्क यू हामीले चाहिँ अब यो यही हो डे टु डेबाट चाहिँ सपिङ गरेर आइसक्यो खोइ सामान देखाउनु त है तिनीहरूले एक घन्टा सपिङ गरेछौँ यहाँ चाहिँ सबभन्दा महँगो सामान छ है सो गाइज चाहिँ हाम्रो आजको तरतिब भयो गाइज होइन हामीले चाहिँ यो के अरे यो ओमानी चिप्स ओमाने चिप्स खाँदैछौँ होइन कस्तो स्वाद छ स्वाद पिरो पिरो अमिलो अमिलो है मिठो क्या तपाईँबाट पनि केही सुन्न चाहन्छु म यसको बारेमा तारिफ वारिफ केही ठिकै छ आज हामीले हाम्रो दाइको दाइको अँ 75 रुपियाँ फक्कटमा चुना लगाइदियौँ यो दाइ हाँसी खुसी हुनुहुन्छ अँ किनभने दाइको सेलेरी जम्मा 2500 छ आम्मामा ओभरटाइम गर्दा धेरै हुन्न 35-38 सम्म पुग्छ भनेको नेपालको कति हो 35-38 1 लाख माथि लगभग 1.5 1 लाख भन्दा त मजाले माथि खाइपिई गरी कमाउनुहुन्छ दाइले उता त्यहाँ दाइ 1 लाख कमाउने मान्छे त्यसै अनुहार फिलिपिनको जस्तो हो त म चाहिँ कहाँको अफ्रिकाको डिप्लोमेटिकको सबभन्दा हेन्सम मान्छे अयो सो गाई छैन अब एकछिन म डिप्लोमेटिकको सबभन्दा कालो मान्छे पाकिस्तानीको सकल परेको हो यो रातिमा चस्मा चाहिँ गरेर लाउ हैन गइ सक्यो त सो गाइज देखिनु पर्ने त यता देखा सो गाइज म र काले चाहिँ अहिले हामी यहाँ वक्राको स्टेसनमा पुग्यौँ बस स्टेसन यता घुमा अहिले हामी वक्रा बस स्टेसनमा छौँ यो कालो मान्छे चाहिँ नदेखिने भएर यसको हातले मोबाइल धानेको मात्रै हो देखिने मान्छे मै हो अनि उता दाइ हुनुहुन्छ हाम्रो उहाँ दाइको र मेरो मात्रै अनुहार देखिने भएको भएर म बोल्दैछु पतर पतर बस सो आज चाहिँ काले ओ यहाँ झुइँ गरेछ त तेरो हात त खोइ हल्ले छोड्न त अनि आज चाहिँ कालेले भात बनाएको छैन खाना बनाएको छैन आज भोकै रहने भयो त्यही भएर छिटो आफै जाँदैछौँ सो गाइज अहिले चाहिँ हामी जाँदैछौँ बाहिरमा बाहिर त म छैन त कालो मान्छे देखिन्न त होइन हान्नु न यहाँ खानको लागि एकदम हान्ता पुग्दैछ हेर्नु त्यही हो अब हामी चाहिँ रुमतिर जाँदैछौँ कालेलाई यहीँ हुनुहुन्छ नदेखिए पनि ला बोल्ने कोसिस गऱ्यो खानुमा बिर्छु म पहुँच देखिँदो रहेछ कस्तो सिधा चाहिँ किन गरेको फोन देखिँदो रहेछ के त हो र साँच्चै रेली यो बिरको लगाऊ कि हामी चाहिँ मेट्रो बसमा के अरे अहिले कतारको फेरि बसमा छौँ मेट्रो बसमा भयो अनि आज चाहिँ हामी धेरै घुम्यौँ बस अहिले बोल न भने हामी फुर्सदै छैन हेर्नु के हो फुर्सद छैन हामी चाहिँ यो चाहिँ फ्री बस हो ढुका खुल्यो क्या हो हामी चाहिँ बल्ल रुम जाँदैछौँ कति बजे 6:30 बज्यो छोड्नु न ल अहिले 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 बोलाउँला अहिले भेटौँला ल भिडियोलाई अहिलेको लागि चाहिँ बन्द गरेँ भिडियो चाहिँ बन्द गरेँ ल हामी चाहिँ फ्री बसबाट झर्न लाग्यो फ्री बसबाट देखाइदिए बस पनि करुवाको अनि बोल अरू चाहिँ केही होइन आज ड्युटीबाट आउने बित्तिकै दाइको काम परेर मार्केट गएको दाइको काम पनि पुरा भयो